Importance of digital footprint. We become independent. Okay. So now I have one question from this book. So के क्वेसन छ भने अब प्यासन पनि सोधिदियो प्यासन के हो हामी के भन्छौँ प्यासन भनेको के हो त्यो एम जुन हामी अचिभ चाहन्छौँ एन्ड ओके सो जसरी हामीसँग फाइन्ड गर्नको लागि निस फाइन्ड गर्नलाई हामीसँग कतिवटा क्वेसन छ लाइक हाउ मेनी क्वेसन वी निड टु आस्क आवर सेल्फ टु फाइन्ड द निस 4 ओके सो पहिलो क्वेसन के छ what do you love ओके सो ठिक छ एउटा नयाँ स्टुडेन्टलाई फाइन्ड गर्नु छ त उसले फर्स्ट क्वेसन वाट यु लभ सुन्ने बित्तिकै दिमागमा के आउँछ त्यसलाई के राम्रो लाग्छ कि कुन एक्टिभिटी राम्रो लाग्छ ओके गुड सो ओके जसरी अब यो बुक छ बुकमा मैले लर्निङ धेरै कुरा सेयर गरेँ सपोज गर तिमीलाई मात्र 3टा कुरा सेयर गर्नु छ देन वाट यु विल सेयर विथ योर फ्रेन्ड्स passion vocation and action ओके सो भोकेसन भनेको के हो त्यसमा साथी तिमीले बुझेन भोकेसन तिमी भन्यो ल तिम्रो साथी भयो म त भोकेसन मलाई आउँदैन भोकेसन के हो भनिदेऊ त तिमी कसरी बुझाउँछ साथीले एउटा इक्जाम्पल दिएर जसरी त्यो मानस साथीले भन्छ होइन किला भोकेसन के हो म बुझ्दैन भोकेसन त फर्स्ट टाइम सुनिरहेको छु यो भोकेसन के हो तिमी के भन्छ साथीलाई through our niche ओके ठिक छ ल अब अर्को क्वेसन सोध्छु म जसरी यसमा थियो इची गो इची इ यसको मिनिङ के थियो सर्व जसरी यसमा के भनेको थियो बुकमा इची गो इची इ यसको मिनिङ के थियो इची इ गर्नु सर ल ओके नेक्स्ट तिम्रो साथीको लागि यो क्वेसन भइहाल्छ ल ठिक छ अब जसरी यो बुकको नाम छ इकिगाई होइन यसमा कभर पेजमै लेखिएको छ कि द जापानिज सिक्रेट टु अ लङ एन्ड ह्याप्पी लाइफ सो लङ लाइफ र ह्याप्पी लाइफको कुरा गरेको छ तिम्रो विचारमा ह्याप्पी लाइफ हुनको लागि तिमी के गर्छ तिमी के गर्यो भने तिम्रो लाइफ ह्याप्पी हुन्छ तिमी के सोध्छ आफ्नो बारेमा कन्टिन्युअसली फलो गर्नु पर्यो त्यो प्यासनमा कन्सिस्टेन्सी मेन्टेन गर्नु ओके गुड एन्ड विथ सेम we have to manage our time ओके राइट ल ठिक छ अब तिम्रो क्वेसन आजको लागि सक्यो होइन ल तिमीलाई अब केही सोध्नु छ भने सोद्धा हुन्छ केही सोध्नु छ केही यसो कन्फ्युजन डाउट छ भने सोद्धा हुन्छ छैन भने त्यसपछि हामी अर्को स्टुडेन्टलाई एड गर्छौँ अब भन त के छ क्वेसन सर इकिगो ल ल बताइदिन्छु म हेर आज कस्तो छ नि यसको बारेमा बताउँछु अहिले बताइदियो भने नि आउट भइहाल्छ आन्सर अब धेरै स्टुडेन्टहरू आइरहेछ त्यही क्वेसनबाट म स्टार्ट गर्छु इचिगो इची इ भनेर किनभने मैले पढाएको थिएँ समरी इकिगाईको सेकेन्ड डेमा सेकेन्ड डेको लाइफमा ठिक छ ल म लास्टमा एन्सर भनिदिन्छु ल बाई बाई ओके ल अब अर्को स्टुडेन्टले यहाँ कमेन्ट गर्छ को आउन चाहन्छ